हेर्नु हेर्नु यस्तै पाइप लगाएर यसरी नै हेर्नु यसरी लगाइन्छ यो पाइपले 2 इन्चको पाइपमा हेर्नु पाइप मसिनो पाइप टाँसेर यसरी नै फर्स्टमा यसरी नै गरिन्छ के हेर्नु हेर्नु यसरी नै यो खिराको हेर्नु साथीहरू नेपालमा नै प्रयोगद्वारा उत्पादन गरेको रहेछ हेर्नु हेर्नु यो सबै खिरा हो यो सबै यसरी नै त्यसपछि ठुलो भएपछि यो रस्सी बाँध्ने त्यो सर माथि चढ्ने यो रस्सी भएर माथि यहाँ हेर्नु सबै खिरा हो हेर्नु यसरी नै पाइप यो पाइपबाट सानो दुलो रहेछ कि यसको पाइप त्यही दुलोनिर लगाइन्छ दुलोबाट पानी झर्छ त्यो आउने गर्छ हेर्नु यो दुलो हो हेर्नुभयो यो दुलो हो यो दुलो पाल पारेछ क्या पाल भएको रहेछ फिल्टर हो फिल्टर हेर्नु सबै यसरी नै ग्रिन हाउस बनाइन्छ यसरी नै हेर्नु साथीहरू यसरी नै लगाइन्छ नेपालमा अब हेर्नु यसरी नै लगाउनु है साथीहरू तपाईँहरू पनि बाह्रै मास फल्ने गरिन्छ यो भित्र बनाएर त्यसपछि यो माथि प्लास्टिक राखेर बर्सातको समय पनि लगाइन्छ है हेर्नु कति लामो हेर्नु ग्रिन हाउस यसरी नै लगाइने साथीहरू यसरी नै हेर्नु कसरी त्यो लामो हेर्नु सबै पाइपद्वारा अनि पानी जान्छ क्या त्यो बोटमै पानी जान्छ हेर्नु यसरी नै लगाउनु है साथीहरू नेपालमा उत्पादन गरेर नेपालमा नै रोजगारी गर्नु है साथीहरू सबैजनाहरू यो माथि यो डोरी बाँधेर यो ठुलो भएपछि डोरी बाँध्ने उसकोमा हेर्नु यसरी बाँध्ने यसरी बटार्ने यसरी त्यसलाई यसरी बाँध्ने माथि चाहिँ सर्र चढ्छ साथीहरू यसरी नै हो ल हेर्नुभयो ल यसरी नै गर्नु रोजगारी बढाउनु नेपालमा बसेर नै अरूलाई पनि रोजगारी दिनु आफू पनि गर्नु है ल यसरी नै गर्दै जानु सबै थोकको सबै चिजको यसरी नै 12 मास फल्ने गरिन्छ यसरी ग्रिन हाउस बनाएर लगायौँ भने ओके हेर्नु साथीहरू यो बोडीको हेर्नु हाइब्रिड हो हेर्नु कति लामो नेपालमा उत्पादन गरेको हाइब्रिड हेर्नु कसरी लगाउनु भएको रहेछ हेर्नु ग्रिन हाउस यो ग्रिन हाउस हो हेर्नु फुल हो
बच्चा हो हेर्नु 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 यसरी नै लगाएको हुन्छ यसरी नै हेर्नु 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 माथिमा जाली लगाउनु भएको रहेछ हेर्नु कति फलेको रहेछ हेर्नु साथीहरू यो ग्रिन हाउस हो यसरी नै उत्पादन गर्नु है साथीहरू यसरी नै ग्रिन हाउस बनाएर माथि जाली लगाएर यो डोरी हो डोरी लामो लामो हेर्नु साथीहरू भयो तपाईँहरू नै यसरी गर्नु है नेपालमा हेर्नु लामो लामो रहेछ हेर्नु 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 इङ्ग्लिसमा लङ बीज भनिन्छ यसलाई नेपालीमा यस्तो बोडी र गाउँघरमा यस्तो बोडी भनेर चिनिने गर्छौँ हामीहरू हेर्नु नेपालमा यसरी नै ग्रिन हाउस बनाएर लगाउने गरेको रहेछ हेर्नु साथीहरू नेपालमै उत्पादन गरेको नेपालमै बनाएको योहरू हो हेर्नु हेर्नु